Hello and to the Lopa everyone. आज चाहिँ हामी यसो सोल्टीतिर जाने है बाइकमा पेट्रोल हालेर हावा भर्न गएको त्यो सुत्ले हालेर टायर पड्केर सुत्ले निक्लिँदैन अनि फेरि हालेर अहिले सोल्टीतिर जानु र अब के हुन्छ हेर फेरि पुत्किन्छ कि हावा गाह्रो छ जिन्दगी बाइकमा हिँडेपछि कहिलेकाहीँ यस्तै हुन्छ अलि जोगाएर हिँड्नुपर्छ है रोडमा कस्तो रङ चढाइदिन्छ होला यार धुलो नि त्यस्तै हुन्छ क्या फेरि बाटोमा यतातिर त बाटो नि फेरि खर्लाङ खुल्लुङ छ सबैतिर धुलै धुलो छ ट्रिपल लोड हिँडिरहेको झन् बाइकमा अगाडि त केही देखाएको छैन भाइ फेरि फिस्छ गएको रे के ला ढकाल्दै लानुपर्छ यार अब त अहिले पनि हामी हिँड्ने सबै बाइकमा अलि सिधा रोक्नु यार त्यस्तै काण्ड होला अनि तिनजना फस्या फस्दै तिनजना के गर्नु दुईजना फस्छ एकजना अब बाइक लिएर सरेर उहिले आउँथ्यो अब ए दाइ नै यार हावा छैन यार हावा छैन हो हावा त भर्या हो त्यो होस् तर अलि ऊ भएन क्या त्यो सुत्ली भर्खर काटेछ निस्किन्छ कि भन्ने डर दाइ लड्छ हौ त्यो पछाडिको अहिले स्वाट ए तिनैजना खुलिन्छ नि एकजना लड्ने बित्तिकै अर्को नि खुलिन्छ त्यसपछि यस्तै हुन्छ अहिलेलाई चाहिँ अब यतिकै अनि पछि भेटौँला टायरको हावा निक्लिन कि त्यो सुत्ली तासा थियो भने थियो निक्लिहाल्यो ठाउँमै आएर ल ठ्याक्कै सुगु पोखरी आयो सिर निक्लिहाल्यो सोल्टी त अब खुलित्त भयो त्यस्तै भयो यार ल यो जुन बेला नि निक्लिन्छ त्यहाँ छुट्टै ट्रिपल रोडमा अब अघि भर्खर टासा निक्लि त गयो के गर्नु अब एउटा लट्ठी चाहिँ भन्छ त्यही अब यो भन्ने काम लाग्छ अब यसले अब त हाबै गयो छोडिदिनु आफ्नै ताल बाइक समात्नु त दाइ अब यस्तै हो हावा नि सब निस्क्यो सुत्ले निक्लिन आँटिसक्यो अब यत्तिकै अब जानु पर्ला अब फेरि घर फर्किने होइन त अब हिँड्दै जानुपर्छ यार यस्तो यार के हो यो आज 15 दिन लाग्यो यार लास्ट 15 दिन रहेछ गाह्रो छ बाइकमा अब बाइक के गर्ने त्यस्तै छ यार गाह्रो त लास्टै हुनुभयो अब घर फर्किनु पऱ्यो सोल्टी नआइकन सिधै के गर्ने यार अब घर गएपछि भेटौँला हामी चाहिँ बल्ल घर आइपुग्यो त्यो टायर बाइक साइक भित्र राखेको अब त्यो आयुष मेरो पछाडि बसिरहेको थियो उहाँले बिर्सेछ यहाँ मसँगै छ अहिले बेलुका आउँछ भन्दै थियो आज त 15 दिन रहेछ नि दुईचोटि हावा फुस्केर के भयो
के भन्ने के पो टायरको लिक्विड सुकेर फेरि ट्युबलेस टायर त्यो भएर अब हावानी थाम्नु सक्दैन फेरि त्यो सुत्न हाल्यो फालिदियो त्यसले फेरि बल्ल बल्ल खाएको घर चाहिँ आजको यति भयो अब कन्टेन्ट बनायो भ्लग पनि यति भयो बेलुका भइसक्यो राति हुन आँटिसक्यो के बनाउनु घरमा आएको भ्लग पनि त्यही भएर आजलाई यति